दशा लाग्यो ए म ढाल्दिन्छु सब बनाइदिन्छु नारायणको बोल निकाल अलिकति बट्टारी ठुलै छ है त्यो हुनुपर्छ चल्यो क्या भन्दै खुट्टा अगाडि आयो खुट्टा अगाडि छ सान्छे खुट्टा के भयो तन्किन्छ उता खुट्टा चुवाट्टै पैँसठी एडिट गर है भरे खाने बेला 65 केजी हो चट्टै छिने हाने कि छिनेकै हो नछिने कहाँ यस्तो र बताउ थियो त काका होइन अहिले होइन छिने अब अरे छिनिसक्यो होइन त्यो समाज घाँटीले पछि तान्ने भयो सिधा भएको ठिकै त्यति छ उता हेर्नु चार काट्नु त काटेकै हो नि होइन यत्रो छिल्याउने हो जसरी होइन म छोड्दैन म त्यसो गरेर लुदिसँग झार्दिन्छु के भन्छ तिम्रो दादीको नाम के अरे पतास हो दाँत चाहिँ कता गयो के भयो दाँतेर त मुसाले खा हो दादीलाई मुसाले मार्न लाउने अन्डा हाल्दा नि राति सिधैवाला टोक्छ हो मुटु कत्रोबाट यो चाहिँ खानेकुरा जाने पाइप खोक्ला भयो खोक्ला बनाइदिए ऊ त्यो चाहिँ के हो खानेकुरा फाल्ने पाइप त्यो चाहिँ बोल्दा चाहिँ भने जस्तो भने थियो त्यत्रोबाट त्यो भने थियो खै मासु राख्ने के नि भने पुरा के हुन्छ के हुन्छ अरे के रे कस्तो हुन्छ त बोलेर हाल नि फेरि मैले त केही नि बुझिनँ के भने अरे बाख्राको चाक्रा ए बाख्राको चाक भने यसले इसारा चाहिँ दियो हो तर बुझेन
यसो कोटेर हाथे यसरी उयो बोल्नु त हाल्छ हाल्दैन ऊ त गर्दैन यता लाइन है गर्दा एक ठाउँमा अनि एक ठाउँमा अझ भने बेलामा त छिटो निर्छ है बाबा चाँडै अब त लिएर जाने भ्याउने गाडीमा त्यही भएर मैले चाँडै गर भनेको मलाई के डर लाग्यो कुनी यहाँ उमा आइपुगेँ अरे त्यो पनि गाडीमा पठाइदिनु भाडा मारेर त्यही भएर ए थोरै बोसवाल हो अलिकति ऊ त टुक्रा हाल्यो त बुढा यहाँ एक धारी मासु राख्नु भनेको कि अलिकति ठाडा राख्नु भइगयो एक धारी यो म त्यो एक धानी पाउनु पर्दैन कुमा काहीँ त हुन्थ्यो नि यार सबै आधी फ्याक बनाएपछि के को ड्रामा ऊ गरेर ल्याइसक्यो भाग्ला सबै भाग लाउनु भएको अझ ठाडो ठाडो छ होइन जोखेर भाग लाउनु सक्नु